कहाँबाट भागेर आएर गाइसहरू हामी इन्डियाबाट भागेर आएर जस्ट हामी रुममा पुग्न लागेको छ गाइडहरू यो कार्यालय पुल्यो थियो अगाडि चिन्जी आन्दोलन वहाँ से आओ 3 बजे तक यहाँ आ जाए 3 बजे तक आ जाए कलगञ्जको मङ्गिज डायमन्ड होटल गयो भने हुन्छ सोले भन्छ म त्यही भनेको धम्बोजी है गाइजहरू नेपालगञ्ज धम्बोजी अहिले त हामी लागिसक्यो बगैँचा लाग्दैछु गाइजहरू यस्तो हुन्छ नि त्यो मान्छेले झुटो बोलिदियो के हजुर त्यो मान्छेले झुटो बोलिदियो वहीँ घर छु बिबी चोकको अगाडि भन्ने थियो के भन्छ यहाँ अगाडि किन त्यस्तो हाल्यो त अन्त तपाईँ हुनुहुन्छ म रामलीला मैदान जान्छु भन्ने भन्नु होइन अनि बिबी चोक आएपछि के भन्छ त्यही पुर्याउनै पर्यो राति हुन लाग्यो गाइडहरू राम्रो नेपालको यही हो ढुकपिटियादेखि यहाँसम्म धम्बोजी सुलाल चोक देखाउनु बाँकी छ गाइजहरू होइन यहाँ पुरै यो यहाँ पनि अब डायमन्ड जस्तै बन्न लागेको छ राति हो नाइटमा हो गाइसहरू राति हुन लाग्छ आकाश हेर्न सक्नुहुन्छ धम्बोजी आइरह्यो है धम्बोजी यो बाटो पनि पुगिन्छ गाइजहरू त्यो हामी बागेश्वरी बागेश्वरी पछाडि हामी बागेश्वरी पनि पुगिसक्यौँ अब हामी बागेश्वरीबाट न्यु रोड जाने हो कि कहाँ जाने हो अङ्कल त्रिभुवन चोक चोकबाट रानी तलाउबाट त्रिभुवन चोकबाट रानी तला ए बागेश्वरी गेट यहाँनिर हो मेन गेट आयो मेन गेट बागेश्वरी मेन गेट चाहिँ हेर्नु देख्नु सक्नुहुन्छ गाइजहरू अङ्कलहरू जाने अरे अब बागेश्वर छोड्न आइरहेको थिएन हामीहरू हामी अनि उता छ अब रामलीला मैदानमा जानुपर्ने बागेश्वरी यही हो गाइजहरू हामी अटोमेटिक छु बागेश्वरी त जानु सकेको छैन कहाँ तोडी गर्नु न अङ्कल कहाँ भाडा कतिको देखाउनुहुन्छ भाडा कतिको 500को राम्रोसँग देखाइदिनु त अङ्कल त्यो भेटिएमा देखाइदिनु अङ्कल के नेपालको केटी हेर्नु है नेपालमा यस्तो यस्तो केटी भेटिन्छ हेर्नु है गाइजहरू यहाँ बागेश्वरी गइसक्यो को हो हामी चिन्दैन तर पनि गाई बागेश्वरी मेन गेट देख्नु सक्नुहुन्छ गाइजहरू बागेश्वरी यही हो बागेश्वरी फाइनली गाई हामी आइसक्यौँ अटोमाथि गणेश हेलो आइ भन गणेशको
बाबा र छोरा हुनुहुन्छ गाइस चल हेर्नु है सुन पसल बागेश्वरीको मेन गेटमा सुन किन्न चाहनुहुन्छ भने अब्बै जइहो त केरावा का दे वही दे दिहो हेर्नु सबै चिज पाइन्छ हाम्रो अटो पनि चलिसक्यो फाइनल्ली गाइस हामी घर जानु नै लागिसक्यौँ फाइनल्ली हेलो गाइस लगभग हामी त्रिभुवनचोक पुग्न लाग्यौँ त्रिभुवनचोक यस्तो गेडी भेटिन्छन् है गाइजहरू राम्रोसँग हेर्नु होला गाइजहरू फाइनल्ली गाइज हाम्रो जस्तै डोल्पा जस्तै ट्र्याक्टर आयो क्या जाम भइसक्यो यता त्रिभुवन यता रानीतला यता बागेश्वर गाइजहरू यहाँनिर 3 चोट 4 चोट छ ठ्याक्क सुन चाँदी पसलतिर आयो भाइ सुन किन्न चाहनुहुन्छ भने नेपालगञ्ज यहीँ आउनु होला गाइजहरू 2.5 लाखमा अनि तर 2.5 लाख दिइ नल्याए हुन्छ है गाइजहरू यहाँ हेर्नु सक्नुहुन्छ तोलाको 2.5 लाख तोलाको 2.5 लाख भन्छ कपडा किन्न चाहनुहुन्छ भने यहीँ छ सबै पाइन्छ होइन अङ्कल त्यहाँ गरौँ वाह फाइनल्ली गाइज सबै पाइँदो रहेछ के यसो धागो सागो अनि धागो सागो पनि यहीँ पाउँदो रहेछ यसो दुलाको र दुलेनी यहाँ हेर्नु सक्नुहुन्छ फाइनल्ली गाइस नेपालगञ्जमा मजा किन्न चाहनुहुन्छ भने एकलाइनी बजार रे एकलाइनी बजार रे यहाँ हेर्नु सक्नुहुन्छ सबै किन्ने भयो भने यहाँ आउनु होला नेपालगञ्जको भोलबार यति टाढा छ कि अहिले पुरै छोडिदिनु भाँडा किन्न चाहनुहुन्छ भने यहीँ आउनु होला भाँडा पसल सुन किन्न चाहनुहुन्छ भने नि धेरै छ नि यहाँ लगभग यहाँ त्रिभुवनचोकको साइड नै हो बट्टा सन्डे हामी त्रिभुवनचोक पार्किङ कहाँ रे त्रिभुवनचोक पार्किङ लाउने ठाउँ होइन यी त्रिभुवनचोक है गाइजहरू होइन मलाई थाहा छ त यार यहाँ गणेशले रुम छुट्ला भनिरहेको छ रुम त कहाँ छुट्छ यार यस्तै भेटिन्छन् होइन फाइनल्ली गाइज राति मन लागिसक्यो यस्ता पनि भेटिन्छन् गाइजहरू होइन नेपालगञ्जमा फाइनल्ली गाइज कपडा किन्न चाहनुहुन्छ भने आउनु होला यो त्रिभुवनचोकको साइड नै हो राति भइसक्यो गाइजहरू राति फाइनल्ली गाइज यहाँ हेर्नु है केटीहरू पनि राम्रै पाइन्छ यहाँनिर एउटा होलसेल पसल छ नि अङ्कल यहाँनिर 150 कतिमा अरे 150 मात्र 150 फेरि अस्पतालको नजिकै भनौँ होइन गाइजहरू कि 150मा पाइने अङ्कल टोपी कति अरे टोपी कति हो